हेलो हेलो नमस्ते अनि नमस्कार हार्दिक स्वागत छ। यतिखेरको बसाइमा भने यहाँ थबाङ थबाङ अस्पतालनिर हामी आएका थियौँ। अनि यहाँनिर चाहिँ जुन क्रान्तिको टाइममा एकदम माओवादीको टाइममा होइन सङ्कटकाल भनौँ न त्यतिखेरको टाइममा यहाँ चाहिँ जनयुद्धहरू जहाँ उत्पादन अथवा जहाँ गेमहरू ट्रेनिङहरू हुँदै गरेको यहाँ चाहिँ ट्रेनिङ क्षेत्र सभाहाल पनि छ। यहाँनिर यहाँ चाहिँ शहीदका गेटहरू अनि शहीदका स्मृतिका जुन तस्बिरहरू छन् यहाँ म तपाईँलाई देखाउने छु। र अहिले चाहिँ म यहाँनिर हस्पिटल छ, ठुलो हस्पिटल थबाङ आधारभूत रोल्पाको हस्पिटल एकदम ठुलो छ, देख्न सक्नुहुन्छ एकदम ठुलो हस्पिटल छ। यहाँ चाहिँ निकै नै राम्रो सेवा सुविधाहरू उपलब्ध छन्। यहाँ चाहिँ निकै नै सान्दर्भिक अनि रमाइलो वातावरणहरू पनि छन्। अनि यसै गरी हेर्न सक्नुहुन्छ यहाँ चाहिँ जुन जनयुद्धको टाइममा होइन क्रान्ति हुने टाइममा त्यतिखेरको बसाइमा भने यहाँनिर चाहिँ जुन जनयुद्धको लागि कमरेडज्यूहरू यहाँ लड्नको लागि होइन केही प्रोग्रामहरू कार्यक्रमहरू सञ्चालन अनि ट्रेनिङहरू दिने ठाउँ सभा हल यहाँनिर छ। यहाँ ठुलो हल छ, म तपाईँहरूलाई देखाउन गइरहेको छु। यो चाहिँ किवी खेती हो। अहिले चाहिँ यहाँ चाहिँ टक्क किवी खेतीहरू भइरहेको छ। अनि यो ठाउँलाई चाहिँ शहीद स्मृति पार्क भनेर चिन्ने गरिन्छ रोल्पाको। अनि यहाँ चाहिँ त्यतिखेरको समयमा जनयुद्धको टाइममा होइन यहाँ चाहिँ ट्रेनिङ हुने ठाउँ अनि यहीँ बसोबास गर्ने यहीँ खाने यस्ता प्रक्रियाहरू भएका थिए। कति आनन्दित छ ठाउँहरू, त्यहाँनिर सवाल छ। अनि यहाँनिर माथि जङ्गल, यतैतिर बसेर खाने अनि सुत्ने यहीँनिर थियो हल। हेर्न सक्नुहुन्छ पक्कै पनि आज हामी यो ठाउँसम्म उपस्थित भएका छौँ। अनि हेर्न सक्नुहुन्छ यहाँनिर बगैँचा कति राम्रो, एकदम राम्रो बगैँचाहरू छन्। यस्तो आनन्दित ठाउँहरू छन्। शहीद स्मृति सभा भवन जहाँनिर चाहिँ यहाँ सभा भवन छ, भित्र पनि निकै नै आनन्दित छ। यस्तो आनन्दको ठाउँ छ, ठुलो हल छ, आनन्दित ठाउँहरू। यस्तोमा बसेर पहिले खाने अनि ट्रेनिङहरू लिने अनि यहाँ बस्ने सुत्ने गरेका थिए। यहाँ चाहिँ शहीदका स्मृति गेटहरू छन्, स्मृति पार्कहरू छन्। अब भने तपाईँलाई म लगट्टै जुन जनयुद्धका टाइममा आफ्नो ज्यानहरू घुमाएका, आफ्नो रगतलाई बलि दिएका, आफ्नो रगतलाई बगाएका यहाँ स्मृतिका ठुला ठुला यस्ता खालका स्मृतिका छन्। यहाँनिर चाहिँ यसरी जुन जनयुद्धको टाइममा यसरी ज्यान गुमाएका थिए, यसरी आफ्नो रगतहरू बलिदान गरेका थिए, जुन आफ्नो देशको लागि आफ्नो यो चाहिँ भूमिका लागि लडिएका थिए। र कोही चाहिँ आफ्नो हुन्छ नि कति दबाब, कति शोषण अत्याचारका लागि पनि लडिएका थिए। जुन उमलङ्ग एउटा माओवादीकै प्रतिक्रिया, माओवादीकै पालादेखि नै त्यसपछि मात्रै एउटा भनौँ न त्यतिखेरदेखि नै एउटा मान्छे चिन्ने वातावरण, मान्छेले मान्छे गर्ने अलिकति शैक्षिक क्षमताहरू बढेका थिए। त्योभन्दा अगाडि एकदम मान्छेले धेरै छुयो खायो गर्ने, त्यतिखेर चाहिँ धेरै नै मान्छेलाई नै एउटा मारे पनि खटबाट नलाग्ने अनि जातीय द्वन्द्व एकदमै विभेद थियो त्यतिखेर नै। तर त्यो जातीय विभेद अहिले पनि छ, नहुने होइन, तर त्यतिखेर भने धेरै शङ्कास्मस्त एकदम खतरनाक थियो जातीय विभेद। जुन ठुलो जाति अथवा ठुलो जाति हुँ भन्ने व्यक्तिले तल सानो जातिलाई केही धर्महरूमा छुन नदिने अनि पानी छुन नदिने त्यस्तो विभेद थिए। जुन माओवादीको पालो र सूचना आएदेखि, माओवादीको शासन आएदेखि त्यस्ता कार्यक्रमहरू घटेका थिए। किनकि माओवादीले हिजो पनि भनेका थिए हामी एउटै मालामा हुनुपर्छ, हामी एउटै लहराको माला हो, हामी एउटै माला हो, कहिले पनि छुट्ने हुन्न, कहिले पनि तितर बितर हुनुहुन्न भनेर माओवादीले त्यतिखेर कमरेड प्रचण्डज्यूले पनि भाषण गर्नुभएको थियो। र पक्कै पनि साँच्चीकै त्यही जातीय विभेद हटाउनकै लागि पनि लड्दाखेरि कति ज्यान गुमाएका थिए, कति ज्यान गुमेका थिए, कति रगत बगाएका थिए, कति रगत बलि चढाएका थिए। ल हेर्नुहोस् त आज यति शहीदहरू यहाँ चाहिँ आफ्नो ज्यान, आफ्नो रगत बलि दिएर आफ्नो लागि, आफ्नो देशको लागि
लडिएका थिए। साँच्चीकै दर्शक श्रोता महानुभावहरू हेर्न सक्नुहुन्छ कहाली लाग्दो घटना। साँच्चीकै रुकुम रोल्पा भनेर तपाईँले चिन्न सक्नुहुन्छ। यहाँ चाहिँ थबाङ रोल्पामा यस्तो घटना घटेको थियो कि जुन दिन एकदम कहानी लाग्दो थियो। पक्कै पनि त्यही दिनको इतिहास अनि त्यही दिनको सम्झनाहरू बोकेर म पनि आज यहाँसम्म उपस्थित भएको थिएँ। हेर्न सक्नुहुन्छ दर्शक श्रोता महानुभावहरू, पक्कै पनि तपाईँहरूको माझमा यति धेरै शहीदहरूका यिनी पुरा शहीदहरूका यिनी जुन शहीदहरूका एउटा शालिग बनाएको छ यहाँनिर। यहाँ चाहिँ धेरै छन्, एकदम धेरै छन्। यहाँ सभाहाल छ, अझै पनि थियो छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। अझै त्यता माथिपट्टि पनि धेरै छ, एकदम शहीदहरूका शालिगहरू बनेका जुन ठाउँहरू एकदम यस्ता छन्, तपाईँहरूले हेर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। सबैका नामहरू यहाँ उल्लेखित गरेका छन्। म तपाईँलाई नामहरू देखाउन चाहेन, पक्कै पनि यहाँ हजारौँ छन्। हजारौँका नाम देखाएर सम्भव पनि छैन होइन। त्यतिखेर चाहिँ यस्तो ठाउँहरूमा भनौँ न हाम्रै जिजुबाजे, हाम्रै पुर्खाहरू लडेर एउटा इतिहास रच्न सफल, इतिहास बनाउन सफल भएका थिए। पक्कै पनि आफ्ना रगतहरूको खोली बगाएका थिए। आफ्नो एउटा सच्चा शरीर, चोखो शरीरलाई बलिदान चढाएका थिए। ल हेर्नुहोस् दर्शक श्रोता महानुभावहरू, आज यो ठाउँमा हामी उपस्थित भएका छौँ। यहाँ चाहिँ केही समय अगाडि सबै यसरी नै शालिग बनाएका थिए र यो शालिग चाहिँ केही गडबडी आउँदाखेरि र केही यहाँ चाहिँ विवाद परेपछि यो भत्काइएको भन्ने कुरा सुन्नमा आएको थियो। न त भने सबैको मूर्ति जसरी शालिग बनाएको थियो। हामी यहाँ चाहिँ निकै नै रमाइलो छ, निकै नै सान्दर्भिक ठाउँहरू छन्, निकै नै रमणीय वातावरणहरू छन्। माथिसम्म एकदम धेरै राम्रो ठाउँहरू छ। म धेरै माथिसम्म पुग्न चाहेन, पक्कै पनि धेरै उकालो अलिकति माथिसम्म यहाँ सबै शालिगहरू छन्। यस्तो आनन्दित ठाउँ जहाँ चाहिँ यहाँ घेराबन्दी लगाएर यहाँ चाहिँ ट्रेनिङहरू गराउने जुन त्यतिखेर माओवादीको टाइममा यहाँ कार्यक्रमहरू सञ्चालन यहीँदेखि हुने लडाइँहरू यस्तो भएका थिए। पक्कै पनि आज त्यो ठाउँमा हामी उपस्थित भएका छौँ। निकै नै रमाइलो छ, निकै नै आनन्दित छ। प्रतीक्षालयहरू पनि छन्, यहाँ चाहिँ खाने बस्ने सेवा सुविधाहरू सबै छन्। यति धेरै शालिगहरू छन्। पक्कै पनि एउटा देशको लागि, एउटा गाउँ टोलको लागि, एउटा आफ्नो शोषण अत्याचार भएकै विरुद्धका लागि लडे। कतिले आफ्नो ज्यान गुमाए, कतिले आफ्नो ज्यानलाई बलिदान चढाए। आज त्यही शालिगहरूलाई म तपाईँहरूमा देखाउन गइरहेको छु। सबै सेवा सुविधा यहाँ चाहिँ शौचालयहरू सबै छन् यस्तो होइन। अनि होटेलहरू भए, खाजा खानको लागि टक्क होटेल, सबै कुराको व्यवस्थित छ यहाँ चाहिँ। अहिले चाहिँ यहाँ थबाङ टेकान्डो डुजाङ कराटे खेलाउने ठाउँ पनि भएको छ। म घुम्दै आउने क्रममा चाहिँ हाम्रो बाबुहरू यसरी खेलिरहेका थिए। हेलो, नमस्ते। नमस्ते, हजुरको शुभ नाम? सागर घरती मगर। तपाईँको यता हेर्नुहोस् त, तपाईँको? दिलभ। तपाईँको? पर्सी परदेश घरती मगर। भाइ अलि यस्तो आधुनिक एकदम माटोबाट के हो यो? यो चाहिँ के मन्दिर भवन के बनाउँदैछन् यहाँ चाहिँ। जे होस् रमाइलो छ, बालापन पनि एक किसिमको रमाइलो नै हो। बाबु यो घर चाहिँ खास यो के कारणले बनाएको, किन बनाएको? यो पुरानो स्कुल हो। यो केही समय अगाडि जुन पञ्चायतकाल माओवादीको समयमा चाहिँ यहीँ हो बस्ने पहिले? तपाईँहरूलाई थाहा छ कि केही? थाहा छैन है। एकदम पुरानो बस्ती, पुरानो घर, एकदम आधुनिक अर्गानिक घरहरूमा हामी आइयो, जहाँ चाहिँ यहाँ ट्रेनहरू तानेका अझै पनि जस्ताको तस्तै रहेछन्। र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ दर्शक श्रोता महानुभावहरू, पक्कै पनि यो मेसिन छ, त्यतिखेर राइफल फाल्नको लागि राखिएको। जुन भवनहरू चाहिँ अहिले यस्ता भएका रहेछन्, अहिले यो टाइममा पक्कै पनि प्रविधिहरू केही चेन्ज भएको देखियो। र यहाँ यो घरमा चाहिँ
कमरेड प्रचण्डज्यू सुत्नु भएको भन्ने यहाँ चाहिँ स्थानीयका भनाइ छ। यही ठाउँमा र एक कोठामा सुतेर उहाँ चाहिँ लडाइँ अथवा जनयुद्धमा यहाँ उठेका व्यक्तिहरूले पनि केही जानकारीहरू प्राप्त गर्नुभएको छ। पक्कै पनि यही घर हो कमरेड प्रचण्डज्यू सुतेको। अनि उहाँ बसेको घर चाहिँ हेर्नुहोस्, आज पक्कै पनि यो ठाउँसम्म हामी आइपुगियो। यो ठाउँसम्म आएर हामीले तपाईँले प्रत्यक्ष देखाइसकेका छौँ। पक्कै पनि यो ठाउँहरूमा ट्रेनिङ दिँदै गर्दाखेरिको निकै नै आकर्षक अनि छुट्टै खालको आनन्द थियो। यहाँ चाहिँ अहिले चाहिँ धेरै वातावरणहरू चेन्ज भएका छन्, हरेक रुल्सहरू प्रविधिहरू चेन्ज भएका छन्। पक्कै पनि हेर्न सक्नुहुन्छ सम्पूर्ण दर्शक महानुभावहरूले। अहिले चाहिँ हामी जहाँ थावाङ रोल्पामा उपस्थित भएका छौँ र तपाईँहरूलाई पनि केही छोटो मिठो सान्दर्भिक भिडियोहरू देखाएका छौँ। तपाईँहरूले जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया दिनुहोला र पक्कै पनि मनमा लागेका 2 शब्दहरू राख्नुहोला। हामी भने यस्तै भिडियोहरू तपाईँहरूको माझमा राख्नेछौँ। हस्त, धन्यवाद।